आजको हाम्रो यो गहिरो विमर्शमा स्वागत छ। आज हामी एउटा निकै चर्चित र महत्त्वपूर्ण नेपाली उपन्यास नारायण वाग्लेको पल्पसा क्याफे भित्र अलि गहिरिएर हेर्दैछौँ। नमस्ते। हो, यो उपन्यास साँच्चै नै विशेष छ। हामीसँग यो उपन्यासका विभिन्न विश्लेषणहरू छन्, समीक्षाहरू छन् अनि यसका अनेक पक्षबारे गरिएका टिप्पणीहरू पनि छन्। हाम्रो उद्देश्य चाहिँ यी सबैलाई केलाएर उपन्यासको मर्मसम्म पुग्नु हो। यसका पात्रहरू, यसले उठाएका विषय, यसको पृष्ठभूमि र सबैभन्दा महत्त्वपूर्ण यसले कसरी नेपालको इतिहासको त्यो संवेदनशील कालखण्ड मतलब 10 वर्षीय सशस्त्र द्वन्द्वलाई एउटा मानवीय तहबाट हेर्छ भन्ने कुरा खोज्नु हो। मेरो विचारमा यसको सबैभन्दा ठूलो शक्ति नै त्यही हो। यसले त्यो द्वन्द्वको ठूलो राजनीतिक कथा वा सैन्य रणनीति भन्दा पर गएर व्यक्तिको कुरा गर्छ, हैन? हो, ठ्याक्कै। युद्धले आम मानिसको जीवन, उनीहरूको सपना, उनीहरूका सम्बन्धहरू अनि सृजनामा कसरी प्रभाव पार्यो भन्ने कुरालाई केन्द्रमा राख्छ। विश्लेषणहरूले पनि बारम्बार यही कुरामा जोड दिएका छन्। कसरी एउटा ठूलो राष्ट्रिय सङ्कट व्यक्तिको नितान्त निजी अनुभव बन्न पुग्छ। त्यही त। ल, सुरु गरौँ न त। कथाको केन्द्रमा को छन्? हामी भेट्छौँ दृश्यलाई विदेशबाट फर्केका एक युवा चित्रकार। कलामा डुबेको, संवेदनशील, सायद अलिकति बाहिरी दुनियाँको त्यो कठोरताबाट अछुतो पनि हो। ऊ कला मार्फत जीवनलाई बुझ्न खोज्छ, व्यक्त गर्न खोज्छ अनि उसको जीवनमा पल्पसाको प्रवेश हुन्छ। पल्पसा, यो नाममै कस्तो एउटा आशा, जीवनको आभास छ नि। उनी स्वतन्त्र छिन्, आधुनिक सोच राख्छिन्, जीवनप्रति सकारात्मक पनि। अनि उनीहरू बीच एउटा सुन्दर प्रेम सम्बन्ध सुरु हुन्छ। तर पृष्ठभूमिमा देश द्वन्द्वको भुमरीमा छ अनि यही युद्धले उनीहरूको प्रेम, उनीहरूको भविष्य सबै कुरालाई अनिश्चित बनाइदिन्छ। हो, उपन्यासले दृश्यको यात्रा मार्फत हामीलाई द्वन्द्वको त्यो क्रूर यथार्थ देखाउँछ। गाउँहरू उजाडिएका छन्, मानिसहरू विस्थापित भएका छन्, जताततै डर र त्रास। तर यो केवल ठूला घटनाहरूको सूची मात्र होइन नि। उपन्यासले ती साना तर गहिरो मानवीय क्षणहरूलाई समात्छ। हो, द्वन्द्वको बीचमा पनि मान्छे कसरी ससाना कुरामा हाँस्न खोज्छन्, बाँच्न खोज्छन्, माया गर्न खोज्छन्। तर फेरि पल्पसाको बेपत्ता हुनु जस्तो घटनाले देखाउँछ कि त्यो आशा र प्रेम कति सजिलै टुट्न सक्छ। युद्धले सुन्दर कुराहरूलाई पनि कति कुरूप बनाइदिन्छ। यो पृष्ठभूमि, यो 10 वर्षीय माओवादी द्वन्द्व, यो त उपन्यासको मुटु नै हो भन्दा हुन्छ, होइन त? एकदम। त्यो समय नेपालका लागि निकै उथलपुथल पूर्ण थियो। सहर र गाउँ बीचको दूरी, त्यो वैचारिक खाडल निकै बढेको थियो। उपन्यासले यही ऐतिहासिक यथार्थलाई समातेको छ। तर मैले बुझेसम्म यसले कुनै राजनीतिक पक्षपोषण गर्दैन। न त यो युद्धको विस्तृत रिपोर्टिङ नै हो, बरु यसले त्यो समयको तापलाई, त्यो पीडालाई पात्रहरूको व्यक्तिगत जीवन र उनीहरूको भावनात्मक प्रतिक्रिया मार्फत प्रस्तुत गर्छ। विश्लेषणहरूले यसलाई मानवीकरण भनेको मैले कतै पढेको थिएँ जस्तो लाग्दछ। हो, त्यही हो। युद्धलाई तथ्याङ्क वा घटनाक्रममा सीमित नराखेर त्यसले व्यक्तिमा पारेको भावनात्मक र मनोवैज्ञानिक असर देखाउनु। युद्धलाई कलाको आँखाबाट, प्रेमको आँखाबाट, क्षतिको आँखाबाट हेर्नु। ठक्कै। लेखकको पत्रकारिता पृष्ठभूमिले गर्दा परिवेश यथार्थपरक लाग्छ, तर जोड व्यक्तिको भोगाईमा छ। त्यो दृश्यको गाउँ यात्रा, त्यसले उसलाई मात्र होइन पाठकलाई पनि युद्धको त्यो प्रत्यक्ष अनुभव गराउँछ। हो, सहरको सुरक्षित क्याफेमा बसेर कल्पना गर्न गाह्रो हुने खालको अनुभव। अब पात्रहरूतर्फ लागौँ न त। दृश्य, ऊ कस्तो पात्र हो? कलाकार त हो, तर कतै कतै ऊ केवल एक दर्शक जस्तो पनि देखिन्छ नि। यो निकै चाखलाग्दो कुरा हो। विश्लेषणहरूमा उसलाई दर्शक सर्जक भनेर पनि हेरिएको छ। मतलब ऊ घटनाहरू हेर्छ, अनुभव गर्छ अनि त्यसलाई आफ्नो कलामा उतार्न खोज्छ। उसको संवेदनशीलताले उसलाई युद्धको कुरूपता र पीडा महसुस गराउँछ। तर उसको त्यो सहरी पृष्ठभूमि सायद अलिकति अलगावको भावनाले गर्दा ऊ पूर्ण रूपमा त्यसमा होमिन सक्दैन जस्तो देखिन्छ। ऊ दुईविधामा छ। हो, त्यो भित्री द्वन्द्व निकै प्रष्ट देखिन्छ उपन्यासमा। एकातिर कलाप्रतिको उसको लगाव, अर्कोतिर युद्धको कठोर वास्तविकता। उसले चित्रमा उतार्न खोजेको सत्य र बाहिरको त्यो भयानक यथार्थ बीचको तनाव,
त्यो उपन्यासभरि महसुस हुन्छ। अनि पल्पसानी उनी केवल एउटा प्रेम रुचि मात्रै त हुनिनन् होला? पक्कै होइनन्। उनको चरित्रमा आशा छ, आधुनिकता छ र जीवनप्रतिको गहिरो अनुराग झल्किन्छ। उनी एक किसिमले परिवर्तनको प्रतीक हुन्, एउटा नयाँ सम्भावनाको सङ्केत। तर त्यही युद्धले उनको स्वतन्त्रता र अस्तित्वलाई नै कसरी धरापमा पार्छ भन्ने प्रश्न निकै मार्मिक छ। हो, उनको नियतिले उपन्यासको त्यो केन्द्रीय द्वन्द्वलाई नै प्रतिबिम्बित गर्छ जस्तो लाग्छ। सहायक पात्रहरूको पनि त महत्त्वपूर्ण भूमिका छ नि, होइन र? गाउँका मानिसहरू, दृश्यका साथीहरू। अवश्य, उनीहरूले द्वन्द्वका विभिन्न आयामहरूलाई प्रतिनिधित्व गर्छन्। कोही डराएका छन्, कोही भ्रमित छन्, कोही विद्रोही बनेका छन्, कोही राज्य पक्षबाट पीडित छन्। उनीहरूका साना साना कथाहरूले उपन्यासको मुख्य कथालाई एउटा सामाजिक यथार्थको जग दिएका छन्। हो, उनीहरू बिना दृश्य र पल्पसाको कथा अलि अपुरो हुन्थ्यो होला। अब अलिकति उपन्यासले उठाएका मूल विषयवस्तुहरूमा जाउँ न। युद्ध र त्यसको असर त छँदैछ, अरू के कस्ता तहहरू छन्? युद्ध र मानवीय क्षति त केन्द्रमा छँदैछ, तर यो क्षति केवल भौतिक मात्र होइन। यो भावनात्मक, मनोवैज्ञानिक, अझ भनौँ भने आत्मिक पनि हो। सम्बन्धहरू टुट्नु, सपनाहरू चकटाचुर हुनु, सृजनाशीलतामा बाधा आउनु, निर्दोष ज्यानहरू जानु। उपन्यासले युद्धको यो अमानवीय पाटोलाई निकै शक्तिशाली ढङ्गले देखाउँछ। यो कुरा धेरै विश्लेषणहरूले पनि मानेका छन्। अनि कलाको भूमिका, दृश्य चित्रकार हुनुको के अर्थ छ उपन्यासमा? यो पनि त एउटा मुख्य विषय हो नि। हो, यो अर्को महत्त्वपूर्ण विषय हो। उपन्यासले सोध्छ, सङ्कटको समयमा कलाको के काम? के कला केवल यथार्थको ऐना मात्र हो, वा यसले त्योभन्दा बढी केही गर्न सक्छ? एउटा गहिरो प्रश्न। दृश्यका चित्रहरू के हुन् त? ती सम्झनाका दस्तावेज बन्छन्, कहिलेकाहीँ मौन विरोधका स्वर बन्छन्, कहिले पीडा अभिव्यक्त गर्ने माध्यम बन्छन्। भनेपछि कला यहाँ केवल सौन्दर्यको खोजी मात्र होइन? होइन, यो सत्य बोल्ने प्रयास पनि हो, साक्षी बस्ने प्रयास पनि हो, र सायद कतै थोरै भए पनि सान्त्वना खोज्ने प्रयास पनि हो। यो त निकै गम्भीर कुरा रहेछ। युद्धको त्रासदी बीच कलाको सान्दर्भिकता। अनि प्रेम कथा नि, दृश्य र पल्पसाको सम्बन्धले के भन्छ? उनीहरूको प्रेमले त्यो अन्धकार बीच पनि मानवीय सम्बन्ध, आशा र सुन्दरताको सम्भावना देखाउँछ। तर उपन्यास यथार्थवादी छ। मतलब प्रेमले सबै समस्या समाधान गर्दैन? बरु हिंसा र अनिश्चितताले त्यो प्रेमलाई कति नाजुक र अपुरो बनाइदिन्छ भन्ने देखाउँछ। यो व्यक्तिगत प्रेम कथाभित्र समाज, पहिचान, आवाजको द्वन्द्व पनि लुकेको छ। यी सबै गहन विषयवस्तु र पात्रहरूलाई पाठक समक्ष कसरी पुर्याइएको छ त? लेखकको शैली र उपन्यासको संरचनाको पनि त कुरा गरौँ। विश्लेषणहरूले यसको प्रभावबारे के भन्छन्? हो, अवश्य। उपन्यास मुख्यतः पहिलो पुरुष दृष्टिकोणमा लेखिएको छ। हामीले कथा दृश्यको आँखाबाट हेर्छौँ र उसको भावनासँगै बग्छौँ। यसले पाठकलाई घटनाहरूसँग भावनात्मक रूपमा नजिक्याउँछ, होइन? दृश्यको भित्री संसार, उसका द्विविधा सब प्रत्यक्ष अनुभव हुन्छ। ठ्याक्कै। अनि भाषा पनि त निकै सरल तर चोटिलो छ नि। कतै पनि त्यस्तो अनावश्यक आडम्बर जस्तो लाग्दैन। एकदम। लेखक नारायण वाग्लेको पत्रकारिता पृष्ठभूमिको प्रभाव यहाँ प्रष्ट देखिन्छ। भाषा प्रत्यक्ष छ, विवरणहरू सूक्ष्म र यथार्थपरक छन्। ठूला भावनात्मक क्षणहरूलाई पनि संयमित ढङ्गले प्रस्तुत गरिएको छ, जसले गर्दा ती झन बढी प्रभावकारी लाग्छन्। हो, त्यसले कथालाई विश्वसनीय र पहुँचयोग्य बनाएको छ। अनि त्यो चित्रात्मक वर्णन, दृश्य चित्रकार भएकोले होला उपन्यास पढ्दा परिवेश आँखा अगाडि छ्याङ्गै आए जस्तो लाग्छ। काठमाडौँको क्याफेदेखि लिएर द्वन्द्वग्रस्त गाउँका दृश्यहरू, प्रकृति, मानिसहरू। त्यो दृश्य निर्माणको कला साँच्चै प्रशंसनीय छ। अब प्रतीक र बिम्बहरूको कुरा गरौँ न त। उपन्यासमा यिनको प्रयोग निकै अर्थपूर्ण छ। जस्तो कि पल्पसा आफैमा। हो, हामीले अघि नै भन्यौँ, पल्पसा आफैमा एउटा शक्तिशाली प्रतीक हो। आशा, जीवन, प्रेम, आधुनिकता र सायद गुमाइएको निर्दोषताको पनि। अनि क्याफेहरू नि, उपन्यासको नाममै क्याफे छ। क्याफेहरूले शहरी जीवन, खुला विचार, बौद्धिक विमर्श र भेटघाटको स्थानलाई सङ्केत गर्छन्। ती एक किसिमले द्वन्द्वग्रस्त गाउँको ठिक उल्टो जस्ता देखिन्छन्। तर युद्धको छाया त्यहाँ पनि पर्छ, होइन? पर्छ। ती पूर्णतया सुरक्षित आश्रयस्थल होइनन्। अनि दृश्यका चित्रहरू, तिनको के अर्थ होला? दृश्यले कोर्ने चित्रहरू स्मृतिलाई कैद गर्ने प्रयास हुन्।
सत्यलाई दस्तावेजीकरण गर्ने माध्यम हुन्। तर ती चित्रहरू अधुरोपन, पीडा र उदासीका प्रतीक पनि बन्छन्। उसले क्षणहरूलाई स्थायी बनाउन खोज्छ, तर युद्धले त्यो स्थायित्वलाई नै भत्काइदिन्छ। हो, भत्काइदिन्छ, प्रश्न गर्छ। कला र त्यो अस्थिर यथार्थ बीचको तनाव उपन्यासभरि देखिन्छ। दृश्यको यात्रा पनि त प्रतीकात्मक छ नि, शहरबाट गाउँ अनि फेरि। निश्चय नै, उसको भौतिक यात्रा उसको मानसिक र भावनात्मक यात्राको प्रतिबिम्ब हो। खास गरी त्यो गाउँको यात्राले उसलाई युद्धको कुरूप यथार्थसँग आम्ने सामने गराइदिन्छ। उसको लागि एक किसिमको दीक्षा जस्तै हो, जसले उसको दृष्टिकोण बदलिदिन्छ। त्यसो भए यी सबै कुराहरूलाई जोडेर हेर्दा उपन्यासको मूल सन्देश वा अर्थ के होला त? विशेष गरी पल्पसाको त्यो रहस्यमय बेपत्ता हुनु, त्यसलाई कसरी बुझ्ने? यो त उपन्यासको सबैभन्दा बढी चर्चा हुने र व्याख्या गरिने पक्षहरूमध्ये एक हो नि, एकदमै। यो केवल एउटा प्रेम कहानीको दुःखद अन्त्य मात्र हो कि यसले अझ ठूलो कुरा भनिरहेको छ? विश्लेषणहरूले यसलाई विभिन्न कोणबाट हेरेका छन्। के यो युद्धले कसरी व्यक्तिगत सपना र आशाहरूलाई मिल्छ भन्ने कुराको प्रतीक हो, कि यो राष्ट्रिय त्रासदीको व्यक्तिगत प्रतिबिम्ब हो, वा यसमा कतै आशाको सङ्केत पनि छ कि? त्यो पनि उपन्यासले यसको स्पष्ट उत्तर दिँदैन र सायद यही अनिश्चितताले पाठकलाई गहिरो गरी सोच्न बाध्य बनाउँछ। अनि दृश्यको भूमिका नि, एक कलाकारको रूपमा के ऊ केवल एक तटस्थ साक्षी मात्र हो, वा उसको कुनै नैतिक जिम्मेवारी पनि छ? उपन्यासले यसबारे के भन्छ होला? यो अर्को जटिल प्रश्न हो जुन उपन्यासले उठाउँछ। के कलाकार केवल घटनाहरूको रेकर्ड राख्ने व्यक्ति हो, वा उसको भूमिका सत्य बोल्ने, प्रतिरोध गर्ने, वा कम्तीमा पनि पीडालाई आवाज दिने हुनुपर्छ? दृश्यको द्विविधाले यही प्रश्नलाई केन्द्रमा ल्याउँछ। हो, तर उपन्यासले यसको पनि सजिलो जवाफ दिँदैन, बरु यो प्रश्न पाठक सामुने छोडिदिन्छ जस्तो लाग्छ। यी सबै कुराले गर्दा नै होला पल्पसा क्याफे नेपाली साहित्यमा यति धेरै पढियो, यति धेरै चर्चा भयो। यसको साहित्यिक महत्त्व र प्रभावबारे पनि अलिक कुरा गरौँ न। अवश्य। पहिलो कुरा त यसले समकालीन नेपाली समाजको एउटा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय, त्यो 10 वर्षीय द्वन्द्वलाई निकै सरल, पहुँचयोग्य र मार्मिक शैलीमा प्रस्तुत गर्यो। लेखकको पत्रकारिता अनुभवले ल्याएको त्यो यथार्थपरकता र भाषाको सरलताले गर्दा हो, त्यसले गर्दा यो उपन्यास साहित्यिक वृत्तभन्दा बाहिरका आम पाठकहरूसम्म पनि सजिलै पुग्यो, उनीहरूलाई छोयो। यसले पाठकहरूको बुझाइमा कस्तो प्रभाव पार्यो होला त? मलाई लाग्छ यसले युद्धलाई समाचारका हेडलाइनहरू वा राजनीतिक विश्लेषणहरूबाट निकालेर व्यक्तिको बैठक कोठा र मनसम्म पुर्यायो। धेरै पाठकहरूका लागि यसले द्वन्द्वको मानवीय पीडा, डर र क्षतिको वास्तविक अनुहार देखायो। मानिसहरूले पात्रहरूसँग आफूलाई जोड्न सके। अनि यसले कला, जीवन र नैतिकता जस्ता विषयहरूमा सार्वजनिक बहसलाई पनि उत्प्रेरित गर्यो। कतिपय संवाद र दृश्यहरू त नेपाली जनजीवनमै झुन्डिएका छन् नि। हो त नि, यति लोकप्रिय र प्रभावशाली उपन्यास भएपछि यसका आलोचनात्मक टिप्पणीहरू पनि त होलान्। विश्लेषणहरूमा त्यस्ता केही कुराहरू आएका छन् कि? स्वाभाविक रूपमा कुनै पनि महत्त्वपूर्ण साहित्यिक कृतिको आलोचनात्मक पाटो हुन्छ नै। केही समीक्षाहरूले पात्रहरूको मनोवैज्ञानिक गहिराइमा अझै काम गर्न सकिन्थ्यो कि भन्ने प्रश्न उठाएका छन्। उनीहरूको तर्क के छ भने त्यो पत्रकारिता शैलीको प्रभावले कतै कतै पात्रहरूको भित्री तहहरू कम खुलेका छन् कि जस्तो। अरू केही आलोचना? कहिलेकाहीँ यसलाई निश्चित राजनीतिक दृष्टिकोणबाट पनि व्याख्या गर्ने प्रयास गरिन्छ, जुन स्वाभाविक हो। तर महत्त्वपूर्ण कुरा के हो भने यस्ता फरक मत र बहसहरूले नै साहित्यलाई जीवन्त राख्छन्। हो, त्यो त हो। हाम्रो उद्देश्य पनि यहाँ कुनै पक्ष लिनु होइन, केवल हामीले हेरेका स्रोतहरूमा के कस्ता विचारहरू आएका छन् भनेर जानकारी गराउनु मात्र हो। बिल्कुल। त्यसो भए संक्षेपमा भन्नुपर्दा पल्पसा क्याफे युद्धको त्यो कठिन समयमा बुनिएको प्रेम, कला र मानवीय क्षतिको एउटा शक्तिशाली र मार्मिक कथा हो। यसको बल यसको सरलतामा छ, यसको इमानदारीमा छ, अनि ठूला घटनाक्रम भन्दा व्यक्तिको अनुभव र संवेदनालाई प्राथमिकता दिनुमा छ। हो, यसले हामीलाई इतिहासको एउटा अँध्यारो अध्यायलाई मानवीय आँखाले हेर्न सिकाउँछ अनि सोच्न बाध्य बनाउँछ। द्वन्द्वले हाम्रो जीवनका कुन पक्षलाई कसरी असर गर्छ र यस्तो समयमा कला र प्रेम जस्ता कुराहरूको के अर्थ रहन्छ। साँच्चै नै यो उपन्यासले धेरै प्रश्नहरू छोडेर जान्छ। छलफलको अन्त्यमा
एउटा विचारणीय प्रश्न मनमा आइरहेको छ, जुन स्रोतहरूले पनि कतै न कतै सङ्केत गरेका छन् जस्तो लाग्छ। द्वन्द्वलाई एक कलाकार जस्तै दृश्यको आँखाबाट हेर्नु र एउटा सिधासादा ऐतिहासिक विवरण पढ्नुमा के फरक पर्छ होला? कलाकारको दृष्टिकोणले हाम्रो बुझाइलाई कतिको गहिरो वा फरक बनाउँछ। हो, अनि सङ्कटको समयमा कलाको साँच्चीकै के जिम्मेवारी हुन्छ? यदि हुन्छ भने त्यो के हो? निकै महत्त्वपूर्ण प्रश्नहरू हुने। हो, यस्ता प्रश्नहरूमा घोत्लिनु नै यो उपन्यासको अध्ययनलाई सार्थक बनाउनु हो जस्तो लाग्छ। यदि यो विषयमा थप रुचि जागेको छ भने द्वन्द्व, राजनीति र समाजलाई विषय बनाएका अन्य समकालीन नेपाली उपन्यासहरू पढ्दा तुलना गर्न सकिन्छ। विभिन्न लेखकका शैली, दृष्टिकोण, उनीहरूले उठाएका मुद्दाहरू। हो, त्यसले विषयको बुझाइलाई अझ फरकिलो बनाउँछ। पल्पसा क्याफे पढ्दा यसको कथा, पात्र र यसले उठाएका प्रश्नहरू सँगसँगै लेखकको त्यो लेखन शैली र त्यसले सृजना गरेको प्रभावलाई पनि ध्यान दिँदा अनुभव अझै समृद्ध हुन सक्छ।